नेपालका प्रधानमन्त्री बालेन्द्र शाह अर्थात् बालेन आफ्नो आक्रमण निर्णय र स्पष्ट शैलीका कारण सधैँ चर्चामा रहने प्रधानमन्त्री बालेन फेरि एकपटक सामाजिक सञ्जालमा एउटा नयाँ बहसको केन्द्रबिन्दु बनेका छन्। मध्यरातमा उनको आधिकारिक फेसबुक पेजबाट एउटा यस्तो स्ट्याटस पोस्ट हुन्छ, मलाई पनि एम्बेसडर बन्न मन छ, पीएम को नम्बर छ भने प्लिज मलाई दिनुहोस् न भन्ने। एउटा देशको प्रधानमन्त्री आफैले आफ्नो कार्यकक्ष वा पललाई नै लक्षित गरेर यस्तो स्ट्याटस लेखेपछि अहिले राजनीतिक र सामाजिक सञ्जालमा एउटा ठूलो तरङ्ग पैदा भएको छ। आजको भिडियोमा हामी यसै विषयले चर्चा गर्नेछौँ। यो पोस्ट सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा विभिन्न टीका टिप्पणीहरू सुरु भएका छन्। कतिपय विश्लेषक र सञ्चारकर्मीहरूका अनुसार यो पोस्टको पछाडि एउटा गम्भीर प्रशासनिक र राजनीतिक सन्दर्भ जोडिएको छ भन्ने कुरामा शंका गरिएको छ। त्यसैगरी अवकाशमा जान लागेका सचिव कृष्णहरि पुष्करले राजदूत बन्ने आकांक्षा सहित प्रधानमन्त्रीलाई सुटुक्क एसएमएस पठाएको र त्यसैले लक्षित गरी प्रधानमन्त्री बालेन्द्रले आफ्नो यो व्यङ्ग्य गरेको बुझिएको छ। प्रधानमन्त्रीका समर्थकहरू यसलाई प्रशासनिक संयन्त्र भित्रको एउटा साकटी प्रथा विकृतिमाथि गरिएको एउटा कडा सांकेतिक र नौलो प्रहार मान्छन् भने उनीहरूको विचारमा भित्रभित्रै हुने यस्ता विकृतिहरूलाई प्रधानमन्त्रीले जरैदेखि उखेल्ने र जनता समक्ष उदाङ्गो पारिदिएका हुन् भन्ने भनाइ छ। त्यसैगरी आलोचकहरूको अनुसार अर्थात् विपक्षी पार्टीहरूको अनुसार बहसको अर्को पाटो पनि उत्तिकै बलियो छ। धेरै नागरिक र आलोचकहरूले देशको कार्यकारी प्रमुख प्रधानमन्त्री जस्तो सर्वोच्च र गरिमामय पदमा बसेको व्यक्तिबाट सार्वजनिक रूपमा यस्तो शैली आउनु उपयुक्त नभएको भन्दै गम्भीर प्रश्न पनि उठाएका छन्। आज मधेसकै एउटा वरिष्ठ कर्मचारीमाथि सोही बेहोराको एसएमएस पठाएको आरोपमा प्रहरीबाट दुर्व्यवहार भइरहेका बेला आफू नै मधेसको छोरा हुँ भनेर दाबी गर्ने व्यक्तिले एउटा व्यङ्ग्य गर्नु कतिपयका नजरमा अपमानवीय र अपरिपक्व कार्य देखिन आएको पनि छ। आलोचकहरूको भनाइ छ, राज्य सञ्चालन गर्ने व्यक्तिबाट व्यक्तिगत सन्तुष्टि, आक्रोश वा कटाक्षको होइन बल्कि स्वयं जिम्मेवारी र संस्थागत मर्यादाको अपेक्षा गरिन्छ। कहिलेकाहीँ यस्तो व्यवहारले उनको अत्याधिक इगो झल्काउने र नेतृत्वलाई परिपक्व देखाउनुको सट्टा व्यक्तिगत आवेगतर्फ बढी धकेलेको भन्दै टिप्पणी पनि गरिरहेका छन् विपक्षी दलका नेताहरू अर्थात् विपक्षी दलको आलोचकहरूले। त्यसैगरी लोकतन्त्रमा प्रधानमन्त्री जस्तो उच्च पदमा रहेका व्यक्तिको हरेक कदम शैली र अभिव्यक्तिको समीक्षा हुनु स्वाभाविक नै हो। प्रधानमन्त्री बालेन्द्र शाहको यो शैली विकृति विरुद्धको एउटा नयाँ प्रकारको जनचेतना वा व्यङ्ग्य थियो या त उसले पदको गरिमालाई कमजोर बनाएको छ, त्यो त नागरिकको आफ्नै मूल्याङ्कनको विषय हुनेछ। तर नेतृत्वको हरेक शब्दले समाज र राज्य प्रणालीमा ठूलो प्रभाव चाहिँ पर्ने गर्छ। यस विषयमा तपाईको विचार के छ? के प्रधानमन्त्रीको यो फेसबुक पोस्ट एउटा साहज व्यङ्ग्य थियो या त यसैले संस्थागत मर्यादा घटाएको छ या त यसले संस्थागत मर्यादा घटाएको छ? आफ्नो धारणा कमेन्ट बक्समा अवश्य लेख्नुहोला। भिडियो मन परेमा लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनुहोला। धन्यवाद।